नकम्बो जुत्ता अरे अनि कटुरी जुत्ता चाहिँ कहाँबाट यिनले चाहिँ दुचिया भनिदिरहेको कि भनिसक्यो अरे म त 2 डाडो घिउ हाले त यति चाहिँ सबै खाइदिन्छु हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग हजुर सन्चै हुनुहुन्छ होला म पनि सन्चै चाहिँ देवचोलीको माहौल चाहिँ यस्तो है अहिले जायौँ भनेको सुते भयो कि अब हामी यहाँ चिया खानुपर्छ यहाँ चिसो हुन्छ यहाँ चिया बबाल हुन्छ दुचिया रहेछ त दुचिया भनेको खतरा रहेछ पानी ल्याउनु न पानी आउँछ पानी छैन दुध चिया अरे यो चाहिँ कस्तो हाल दुध चिया दुध चिया खाइदिनु भनिदिएर है अहिले त यिनले चाहिँ दुध चिया भनिदिरहेको कि भनिसक्यो अरे दुध चिया कहाँ देखाएन र पाएको यहाँ चाहिँ बादलै बादल है सनसेट नि हेर्नु होला आयो दादाको दादा के बोलेको कहाँ ल्याउनु भएको गट्टु तपाईँले साधन सर कट्टु लाएर आउनुभयो तपाईँ त कम्बो हेर्नु कम्बो जुत्ता अरे अनि कटुरी खतरा जुत्ता चाहिँ कहाँबाट घिउ खोज्ने यता आएर यार पारो सर केटाहरू त हन्ट हानिसकेको छ नि केटाहरू खाइसकेको छैन यार पुरै आधा खाइसक्यो यार यिनीहरू यत्रो भात म चाहिँ सिद्धाउन यार म त 2 डाडो घिउ हाले त यति चाहिँ सबै खाइदिन्छु पैसा लाग्छ रे के एक्स्ट्रा जे पनि म थपिसक्यो तिमीलाई कहाँ छ थपिदिसकेको छैन सन्देशले अब हामी चाहिँ खानुपर्ने दाल हाल्दा पनि थोरै हाल यहाँ थोरै भने लाग्यो भन्छ म त्यस्तो यति खाऊ दाल पनि लोभ गरेँ माग कसम तिमीले जति भन्छ त्यति खाऊ के ल बाबा कहाँ यतिले पुग्छ भने ए हामी चाहिँ खानासाना खाएर अनि 1-1.5 घन्टा पछि माथि आउनु लाग्यो कि डाँडातिर यस्तो कालो यस्तो सिँढी छ है फ्या 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 स्या स्या बनाइदिनु के यस्तो खतरा पानी खाएको पट्टा बज्यो यार यहाँ खतरा खाँदा वाक्न लाग्यो वाक्न लाग्यो साथी हामी त्यहाँबाट हिँड्दै आएको कहाँबाट होइन तँ भन्दा नि पछाडि हिँडेर पारस अहिले चाहिँ हिजो आएको वहाँबाट चाहिँ अहिले त यहीँ तलबाट आएको हामी क्या जङ्गल यो त बाघ पनि आउँछ होला है बाघ हुन्छ कि हुँदैन पारस पारस तर कि हाम्रो घरतिर पाउनु जस्तो बाघ हुँदैन कि सानो सानो हुन्छ होला है पाहाडमा सानो सानो त बाघ हुन्छ नि पाहाडमा थाहा नै नरहेछ उहाँ गाउँमा बाघ पाउँछ बाघ सानो सानो बाघ हुन्छ उहाँ पाटे बाघ नि हुन्छ हुन्छ त नि यहाँ पाहाडमा भनेको सानो सानो बाघ हुन्छ उहाँ पाउनु जस्तो बाघ हुँदैन चितवन ठुल्ठुलो पाउँछ नि त त्यत्रो बाघ हुँदैन कि
यहाँ यो पारस टपमै जाम बरु अब त आउनु लागिसक्यो यसले टपै ओए खैदिन बादल यहाँ बादल देखेँ नि बादल देखेँ कस्तो पारस पहिरो जान्न हामी कहाँ यस्तो जाँदैन। पहिरो जान्छ मान्छे घाँस काट्छन् घाँस चाहिँ काट्दैन भने भन्छ अहिले यता को काट्नु काट्दैन कसले अहिले काटेको काट्यो कि डन्डे लाग्यो अनि उहाँ कसरी डढेर लाउँछ त काट्छन् के पाएको काट्छन् पहिले मेरो हिँड्नु त भाइ पहिले मेरो हिँड्नु त यस्तो ततिमाले सोचेको जस्तो होइन त्यो तलको डढे नलागो यहाँको डढे नलागो किन हो त नि काट्छन् कि काट्छन् यहाँको काट्ने भयो र त्यहाँको नकाट्ने भयो यता यता काट्छन् कि उता उता नकाट्छन् माथि बाटो हेर्नु न बाटो अब ठाडै उकालो त स्ट्रगल अहिले सुकुन देखाउँछु म तपाईँहरूलाई डाइरेक्ट माथि गरेर हेर्नुपर्छ हामीले अब ठाडै खायो यसरी चाहिँ फर्स्ट टावरमा आयो अब त्यो डाँडा पुग्नुपर्छ त्यहाँ जान चाहिँ हान्नु कस्तो दामी आम्मा हिजो हामी उताको रोडबाट आएको बल्ल आउँदैछ नि यहाँ चाहिँ यहाँबाट आउनु त्यहाँबाट हो कि त्यहाँबाट आएको कि म दुम्सीहरू फस्यो तपाईँ फस्यो उताको फस है ल को फस है ल है को फस है सर्टकट हो कि होइन रहेछ ल ल ल यहाँबाट उक्लिने हो कि मामा जित्यो होला नि सबभन्दा फर्स्ट मै है होइन टावरमा चढौँ न है खत्रै खाँदा नि उता घरबाट कतै सुनिन्छ है यहाँ बसौँ ए बल्ल आइपुग्यौँ यस्तो बाटो लाग्यो पोहोर मलाई जस्तो यहाँबाट पारसले भने यहाँबाट खसेर भाग्यो भने बाँचिन्छ अरे क्या पेलिदिने है साढे जस्तो मुर्गा सम्झिने कि मलाई त
यस्तो भिडबाट अम्फालेन उड्दिन्छ भन्छ हेर्दा नि उल्ला लाग्छ अब हामी चाहिँ फर्किनु लाग्यो अब फेरि भोलि यत्रो बाटो हिँडेर आउने रे आमा बेकार आएको आज त नगए भन दिउँसोमा अहिले भनेको कि भोलि बिहान अन्त आउनु पर्ने खास आज नि हामी घरतिर गएन दिनभर डुल्दा 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 अब भोलिको बिहानको सनसेट हेर्ने जाने भोलि चाहिँ जसरी जानुपर्छ हामी अझ खाना खान लाग्यो अब खाना खाने टक्क पनि सुत्ने आजको लागि यति नै छ सबैले लाइक सेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू फर वाचिङ गाइज बाई अनि साथीमा गुड नाइट सर हजुर हाम्रो दुम्सी सरहरू चाहिँ गुड नाइट भनिदिनु सबैलाई गुड नाइट है